ठबाङ गाउँमा यहाँ चाहिँ संस्कृति मेला कार्यक्रममा उपस्थित समारोह सबैजना साथीहरू हुनुहुन्छ। निकै नै सान्दर्भिक ठाउँ, रमाइलो वातावरण। हामी अहिले चाहिँ भूमे गाउँपालिका ठबाङ भन्ने ठाउँमा आएका थियौँ। पूर्वी रुकुमको भूमे गाउँपालिका ठबाङमा अहिले चाहिँ 6औं भूमे संस्कृति महोत्सव खुल्ला प्रतियोगिता उद्घाटन समारोहमा हामी समावेश भएका थियौँ। आज यस कार्यक्रममा हामी धरपाटन नगरपालिका बुर्तिवाङबाट आएका थियौँ भने भूमे गाउँपालिका ठबाङमा पनि हामी यहाँ उपस्थित भएका थियौँ। निकै नै कार्यक्रमको माहौलहरू चल्किँदैछ। यहाँ चाहिँ निकै नै धेरै व्यावसायिकहरू, धेरै खाद्यान्नको व्यावसायिकहरू, किराना, फ्यान्सी हरेक प्रकारका यहाँ चाहिँ बिजनेस व्यवसायहरू देखियो। निकै नै आनन्दित ठाउँ, त्यतिकै राम्रो। यहाँ चाहिँ सुन्दर गाउँ अनि सुन्दर ठाउँ, रमणीय वातावरणहरू, बडो आनन्दित ठाउँहरूमा आज हामी प्रवेश गरेका थियौँ। यहाँ चाहिँ हामी पनि केही समयको छोटो समय लिएर यहाँ उपस्थित भएका थियौँ र अब भने पक्कै पनि यहाँ ठाउँहरू हेरियो। निकै नै रमाइलो गाउँ बेसी, रमाइलो सहर, रमाइलो बस्ती। यहाँका जुन ठबाङ बजारमा निकै नै रमाइलो छ। अहिले कार्यक्रमको माहौलहरू निकै धुमधाम बढिरहेको छ। यसरी फ्यान्सी पसलहरू तीव्र गतिमा एकदम चलिरहेको छ। यता खाजा पसलहरू अनि यता आइसक्रिमहरू पनि आइरहेको छ। निकै नै रमाइलो छ ठबाङ बजारमा भूमे गाउँपालिका। हरेक सामानहरू यहाँ चाहिँ खानादेखि लिएर हरेक लाउने अनि हरेक प्रतिक्रियाको सामानहरू पाइँदो रहेछ। निकै नै रमाइलो छ, हेर्न सक्नुहुन्छ पक्कै पनि।